बिहान होस् या मध्य दिउँसो, साँझ होस् या राति, 24 घण्टा उपस्थित भएर रमाउनुहुन्छ हाम्रो कलाकार साथी। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपको आँगनीमा। म सञ्चारिका मुना थापा। हाम्रै गाउँघर पदेरीमा मिठो मिठो भाकाहरू गुन्जिने जस्ताको तस्तै हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपमा आएर मिठो मिठो आफ्नो आवाजमा प्रस्तुत गर्नुहुन्छ। तपाईहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। धेरै जसो कलाकारहरू आफ्नो देश छोडेर विदेश बस्नु भएको छ। आफ्नै काम व्यस्ततामा व्यस्त हुँदै पनि हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपलाई अमूल्य समय दिनुभएको छ र स्वदेशमा हुने पनि आफ्नो जिम्मेवारी पुरा गरेर बचेका समयहरू हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपलाई दिनुभएको छ। यहाँहरू सबैलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। कतिपय कलाकार मित्रहरूले हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपको आँगनीमा भएको घम्सा घम्सी फुर्सद नभएर भनौँ या तपाईँहरूको नेट नचलेर सुन्न पाउनु भएन होला र फेरि दोहोऱ्याइ इयरफोन लगाएर पनि सुन्न सक्ने तपाईँहरूको लागि भनेर यो भिडियो मैले तयार गरेको छु। हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपमा भएको यो रमाइलो घम्सा घम्सी र म परिचय दिन चाहन्छु। हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपका अध्यक्ष हुनुहुन्छ टेकराज साई र उहाँलाई साथ दिन आउनुभएको छ हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपको वरिष्ठ कलाकार हुनुहुन्छ बिमला खत्रीजी। गीतको बोल रहेको छ लगन जुराइदेऊ। अब सुनौ लगन जुर्दैन, पुरा समयसम्म सुन्नै पर्ने हुन्छ। अहिलेको बसाइमा हाम्रो पूर्व पश्चिम अनलाइन लोकदोरी ग्रुपमा यो निकै रमाइलो दोहोरी आउनुहोस् हामी पनि सुनेर साथ दिउँ। बिमला खत्री भियस टेकराज साई।
लगन जुराइदेऊ जोरी परेवा उडाउँछु आँटेको पुऱ्याइदेऊ भन्दै वर मागिरहनु भएको थियो। हाम्रो कलाकार मित्रहरूले कतिको भगवान्ले सुन्नुभयो या सुन्नु भएन, तपाईँहरूको विचारमा के लाग्छ? पक्कै पनि लगन जुरो होला होइन? सुन्नुभयो होला पुरा समयसम्म अनि मनोरञ्जन लिनुभयो होला र धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो प्रवासी महिला लोकदेरी ग्रुपका अध्यक्ष टेकराज साई अनि उहाँलाई साथ दिइरहनु भएको थियो निकै मिठो स्वरकी धनी वरिष्ठ कलाकार बिमला खत्रीजी र जति पनि सुनेर साथ दिनुहुने कलाकार मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरी हजुरहरूको आगामी दिनमा पनि दोहोरी सुन्न पाइयोस् तपाईँहरूको लागि भनेर भिडियो मैले प्रसारण गर्न पाऊँ र यही आशा पनि गरेँ। तपाईँहरू सबैलाई सङ्गीत क्षेत्रमा उत्तरोत्तर प्रगतिको कामना पनि गर्न चाहन्छु र अहिलेको बसाइबाट पनि म बिदा माग्न चाहन्छु। यहाँहरू सबैको पल शुभ रहोस्। जय गीत, जय सङ्गीत, जय हाम्रो प्रवासी अनलाइन लोकदेरी ग्रुप।